नमस्कार। आजको यस भिडियोमा हामीले चाहिँ कोको, सोको र आसोकोको बारेमा सजिलै बुझ्नेछौँ। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर चाहिँ साथ र सहयोग दिनुहोला। र यसभन्दा अगाडि मैले चाहिँ कोरे, सोरे र आरेको बारेमा चाहिँ एकदमै सजिलो तरिकाले चाहिँ बुझ्ने गरी चाहिँ मेरो भिडियो हालेको छु। त्यो चाहिँ यही च्यानलको चाहिँ प्लेलिस्टमा गएर तपाईँले चाहिँ जापानिज ल्याङ्ग्वेज भन्ने प्लेलिस्टमा गएर चाहिँ क्लिक गर्नुहुन्छ भने त्यसको भिडियो चाहिँ बनाएर राखेको छु। तपाईँले मजाले हेर्न सक्नुहुन्छ र मजाले बुझ्न सक्नुहुन्छ एकदमै सजिलो तरिकाले। र आजको यस भिडियोलाई पनि एकदम सजिलो तरिकाले हामीले चाहिँ बुझ्ने प्रयास गरौँ है त। आउनु सुरु गरौँ। कोको, सोको, आसोकोको बारेमा बुझ्नको लागि सर्वप्रथम यसको मिनिङ बुझ्नु एकदमै आवश्यक हुन्छ है। आसोको है, कोको भनेको यहाँ, सोको भनेको त्यहाँ र आसोको भनेको ऊ त्यहाँ है। यो तिनटेले के देखायो त? यहाँ, त्यहाँ, ऊ त्यहाँले के देखायो त? ठाउँ जनायो है। ठाउँ, केही कुराहरू यहाँ छ, केही कुराहरू त्यहाँ छ र केही कुराहरू ऊ त्यहाँ छ भन्ने अर्थमा कोको, सोको, आसोकोको प्रयोग गरिन्छ है। अब यो ठाउँ भनेपछि अब यहाँले चाहिँ अलि नजिकको ठाउँ देखायो है, नजिकको ठाउँ देखायो, एकदम नजिकको ठाउँ है, एकदम नजिकको ठाउँ देखायो। र सोकोले तपाईको छेउमा भएको अथवा केही पर अथवा केही टाढा भएको बेलामा चाहिँ सोकोले संकेत गर्यो। त्यसैगरी आसोकोले ऊ त्यहाँ भनेपछि एकदमै टाढा के, यो चाहिँ एकदमै टाढा है, एकदमै टाढा है, अलि टाढा के है, छेउमा पनि होइन कि छेउ भन्दा पनि अलि टाढा छ भने त्यस्तो बेलामा आसोकोको प्रयोग गरिन्छ। कोकोले के जनायो भने यदि कुनै वस्तु एकदम नजिकमा छ भने त्यस्तो बेलामा कोकोको प्रयोग गरिन्छ। सोकोले के जनायो भने केही कुराहरू छेउमा अथवा केही टाढामा छ भने त्यस्तो बेलामा सोकोले प्रयोग गरिन्छ। त्यसैगरी आसोकोले के जनायो भने एकदमै टाढा छ है, एकदमै टाढा छ अथवा चाहिँ मेरो छेउ भन्दा पनि अलि टाढा छ भने त्यस्तो बेलामा आसोकोको प्रयोग गरिन्छ। र कोको, सोको, आसोकोको पछाडि यिनीहरूसँग जहिले पनि वा पार्टिकल लाग्छ है। यो लेख्दा हा लेखिन्छ तर पढ्दा वा भनेर हामीले पढिन्छ भन्ने कुरा म अघिल्लो भिडियोमा पनि जानकारी गराइसकेको छु है। भनेपछि कोकोवा, सोकोवा र आसोकोवा भनेर यसलाई चाहिँ हामीले प्रयोग गर्दा चाहिँ प्रयोग गरिन्छ है। र यसलाई रेइबुन अर्थात् सेन्टेन्स बनाएर एकदमै सजिलै चाहिँ हामीले बुझ्न सक्छौँ है। ल त्यो पनि हामीले चाहिँ बनाउने तरिका सिकौँ है त। 1 नम्बरमा कोकोवा होन्देस, यहाँ चाहिँ के छ? किताब छ है। यहाँ एकदमै तपाईको नजिकमा चाहिँ किताब छ, त्यस्तो बेलामा चाहिँ तपाईले कोकोवा होन्देस, यहाँ चाहिँ किताब छ, तपाईले चाहिँ यहाँ चाहिँ किताब हो भनेर चाहिँ भन्न सक्नुहुन्छ है। त्यस्तै तपाईले चाहिँ दोस्रोमा चाहिँ यही किताब एकदमै टाढा छ भने के भन्न सक्नुहुन्छ? एकदमै टाढा छ भने आसोकोवा होन्देस, ऊ त्यहाँ चाहिँ किताब छ है। त्यसरी केही छेउमा छ अथवा चाहिँ केही टाढा छ त्यस्तो बेलामा चाहिँ सोकोवा होन्देस भनेर पढ्न सक्नुहुन्छ है। अब अर्को चाहिँ मानौ तपाईको घरको छेउमा चाहिँ के छ त? एउटा पुस्तकालय छ भनेपछि त्यस्तो बेलामा सोकोवा तोसो खान्देस है। त्यहाँ चाहिँ ऊ त्यहाँ चाहिँ के छ? तोसो खान्छ, पुस्तकालय छ है। र त्यही केही चाहिँ पर छ, केही कुराहरू चाहिँ केही एकदमै पर छ अथवा चाहिँ एकदम टाढा छ भने त्यस्तो बेलामा हामीले चाहिँ के प्रयोग गरिन्छ? आसोको। अब मानौ तपाईको घरभन्दा एकदमै टाढा चाहिँ के छ त? अस्पताल छ भने त्यस्तो बेलामा आसोको वा बेउइन देश है, बेउइन देश भनेर चाहिँ तपाईले चाहिँ प्रयोग गर्न सक्नुहुन्छ है। अब यसलाई चाहिँ अर्कै तरिकाले चाहिँ अब जस्तै म तपाईलाई चाहिँ एकदमै छोटकरी रूपमा चाहिँ के बुझाउन चाहन्छु भने यो के हो त? यो पेन्सिल हो, कोरेवा एनपिचु देश। अब यसलाई चाहिँ अब कोको भनेर चाहिँ प्रयोग गर्न सक्नुभयो। जस्तै अब एकदम यो नजिक छ नि त है, यो पेन्सिल चाहिँ एकदम नजिक छ, अहिले नजिक भएको बेलामा तपाईले
कोकोवा के भन्न सक्नुहुन्छ, कोकोवा एनपिछु देश, यहाँ चाहिँ एनपिछु छ। अब यही चाहिँ केही पर लग्नुहुन्छ भने यस्तो बेलामा सोकोवा एनपिछु देश, त्यहाँ चाहिँ एनपिछु छ। र यही कुरा एकदम अलि टाढा छ भने त्यस्तो बेलामा चाहिँ हामीले आसोको प्रयोग गरिन्छ। आसोकोवा के हो त, यो एनपिछु देश भनेर चाहिँ हामीले प्रयोग गर्न सक्छौँ है। धन्यवाद।